कुन सब्सक्रिप्सन हो त सर त्यो कसरी बुझ्नु त ध्यान दिनु एउटा हो त्यसको ब्र्याकेटमा के छ 1 रुपैयाँ इन्क्लुडिङ प्रिमियम यानी कि यो 3 रुपैयाँमा 1 रुपैयाँ के हो हो फेरि 5000 इन्टु फेरि किन गर्छौ यानी कि 1 रुपैयाँ के हो प्रिमियम के 1 रुपैयाँ प्रिमियम त्यहाँ पछि माइनस गर्ने के माइनस गर्ने एरियर अकाउन्ट दिया कति छ 300 इन्टु कति 4 5000 यो के भयो अन्डर सब्सक्रिप्सन कुन सब्सक्रिप्सन पब्लिकले के भन्छ यहाँ इस्यु भएको हुन्थ्यो 10000 आ कहीं पब्लिकले एप्लाई गरिदियो 12000 त त्यो कुन सब्सक्रिप्सन ओभर सब्सक्रिप्सन ल हाम्रो क्वेशन छ शेयरबाट कुन च्याप्टरबाट छ शेयरबाट र यो क्वेशन लगभग धेरै विद्यार्थीले गल्ती गर्ने गर्छ केमा सबभन्दा पहिला हामीलाई छुट्याउनु पर्छ कि यो कुन सब्सक्रिप्सन हो त सर त्यो कसरी बुझ्नु त ध्यान दिनु एउटा कम्पनीले इस्यु कति गरेछ 10000 शेयर कम्पनीले कति माग गरेको छ 10000 शेयर इस्यु गरेछ जारी गरेछ पब्लिकले कति के भन्छ एप्लाई आवेदन आएको छ पब्लिकबाट 5000 कति हजार आएछ 5000 अब मलाई भन्नु यो कुन सब्सक्रिप्सन भयो अन्डर सब्सक्रिप्सन किनकि जति इस्यु हुन्छ नि त्यसको कम्तीमा 50% एप्लाइड हुनुपर्छ त्यसकोलाई हामी के भन्छौं अन्डर सब्सक्रिप्सन कुन सब्सक्रिप्सन अन्डर सब्सक्रिप्सन भन्छौं कुन सब्सक्रिप्सन भन्छौं अन्डर सब्सक्रिप्सन त यो 50% छ कि छैन 50% अथवा 50% भन्दा माथि रहन्छ त्यसकोलाई हामी के भन्छौं अन्डर सब्सक्रिप्सन विथ सब्सक्रिप्सन अन्डर सब्सक्रिप्सन अब यहाँ ध्यान दिनु एबीसी कम्पनीले 10000 शेयर इस्यु गरेको छ 10 रुपैयाँ के भन्छ कतिको रेटले 10 रुपैयाँको रेटले त्यसमा 20% के हो प्रिमियम र हामीले अन्डर भनेर यहाँ दिएको छ एप्लिकेसनमा 3 रुपैयाँ एलोटमेन्टमा 4 रुपैयाँ र फर्स्ट एन्ड फाइनल कलमा यहाँ ब्यालेन्स लेखेको छ त सर यहाँ ब्यालेन्स लेखेको हुन्छ त के गर्ने यहाँ विद्यार्थीले धेरै गल्ती गर्छ त्यही भएर ध्यान दिएर बुझ्छ हामीले बुझ्नु के छ सबभन्दा पहिला अन एप्लिकेसन कति रुपैयाँ छ 3 रुपैयाँ तर त्यसको ब्र्याकेटमा के छ 1 रुपैयाँ इन्क्लुडिङ प्रिमियम यानी कि यो 3 रुपैयाँमा 1 रुपैयाँ के हो हो त बनाउने अब बिना फर्मेटको बनाइरहेछु 1 नम्बरमा सबभन्दा पहिला आवेदन आउँछ त पैसा आउँछ कि आउँदैन त बैंक अकाउन्ट हामी के गर्छौं डेबिट कति हजार अब यो 10000 गर्ने कि के भन्छ 5000 गर्ने हो अन्डर सब्सक्रिप्सनमा जहिले पनि कति इस्यु भएको छ त्योसँग मतलब नराख्ने हामीले केसँग मतलब राख्नु छ एप्लाइड कति भएको छ कति एप्लाइड भएछ हो अन्डर सब्सक्रिप्सनमा कति हजार 5000 इन्टु कति छ एप्लिकेसनको रेट फेरि अब इन्टु गर्दा कति हजार हुन्छ कति हजार हुन्छ यहाँ छ कसैलाई डाउट है त्यसपछि हामी 2 के गर्ने शेयर एप्लिकेसन अकाउन्ट कुन अकाउन्ट कति हजार 15000 नाइरेसन तिमीहरु लेखिहाल्छु आफै नम्बर 2 अब यसलाई ट्रान्सफर गर्नु छ शेयर क्यापिटलमा अब जो शेयर एप्लिकेसन छ नि हो यसलाई के गर्ने शेयर एप्लिकेसनलाई के गर्नु छ डेबिट गर्दिने के गर्दिने कति हजार 15 अब लगभग क्वेशनमा के रहन्छ एलोटमेन्टमा प्रिमियम तर यहाँ हामी केमा आएको छ एप्लिकेसनमा पनि के हो प्रिमियम अब यहाँ लेख्नु छ 2 शेयर क्यापिटल के लेख्ने 2 शेयर क्यापिटल अब यहाँ कति हजार यानी अन्डर वाला कति छ 5000 इन्टु कति गर्छौ हो 2 किन 2 गर्छौ किनकि 1 रुपैयाँ के हो ओ 2 यो कति हजार भइहाल्छ 10000 त्यसपछि 2 के हुन्छ शेयर के शेयर प्रिमियममा 5000 इन्टु कति 1 कति रुपैयाँ हुन्छ यहाँ 5000 भयो रुपैयाँ 15000 यो रुपैयाँ क्रेडिट गरेर डेबिटसँग म्याच हुनुपर्छ ठीक छ नम्बर 3 अब हामीलाई एलोटमेन्टको ड्यू इन्ट्री गर्नु छ कुन इन्ट्री बाँकी रहेको इन्ट्री यहाँ के गर्ने पहिला हामी बाँकी राख्छौँ एलोटमेन्ट अकाउन्ट के गर्दिने डेबिट अब यहाँ 5000 लिएर कि 10000 लिएर अन्डर सब्सक्रिप्सन छ त जति एप्लाइड छ त्यही अमाउन्ट लिएर हामीलाई के गर्नु छ क्याल्कुलेट गर्नु छ के गर्नु छ क्याल्कुलेट अब यहाँ कति हजार हुन्छ 5000 इन्टु कति गर्छौ 4 यो कति हजार हुन्छ 20000 हुन्छ कति हजार हुन्छ 20000 अब ध्यान दिनु छ 2 के गर्ने शेयर के गर्ने क्यापिटल अकाउन्ट अब शेयर क्यापिटलमा 5000 इन्टु के गर्छौ फेरि 5000 इन्टु फेरि किन गर्छौ किनकि 1 रुपैयाँ के हो प्रिमियम के 1 रुपैयाँ प्रिमियम त्यहाँ कति हजार हुन्छ 15000 त्यसपछि 2 के लेख्छौ शेयर के प्रिमियम अकाउन्ट कति हजार 5000 इन्टु कति 1.5 यो कुरा बुझ्यौ यहाँ छ कुनै कन्फ्युजन अब हामीलाई के गर्नु छ मेन इन्ट्री पास गर्नु छ ल अब 4 नम्बरमा कति नम्बरमा 4 नम्बरमा क्वेशनले के भनेछ र त अ शेयर होल्डर होल्डिङ थिङ सो शेयर डिड नट पे एलोटमेन्ट एन्ड कल्स भन्ने एउटा यस्तो मान्छे थियो उले एलोटमेन्टको पैसा तिरेन र केको पैसा तिरेन
कल मनीको पनि दिँदैन। म भनेको छु कन्डिसन एरियर कसरी पहिचान गर्ने, द डिड नट पे, एक्सेप्ट मनी, फेल टु पे, त्यस्तो वर्डहरु रहन्छ त्यसको मतलब के हो, कन्डिसन एरियर हो। अब केमा छ कन्डिसन एरियर, एलोटमेन्टमा पनि छ र फर्स्ट एन्ड फाइनल कलमा पनि छ। हो यहाँ सबभन्दा पहिला अब एलोटमेन्ट हामी रिसिभिङ टिकट छु, र बैंक अकाउन्ट डेबिट, यहाँ ध्यान दिनु कति तिमीले रिसिभ गरेछ, ल कति रिसिभ गरेछ, कति रिसिभ गरेछौ, 20,000। त्यसपछि माइनस गर्ने, के माइनस गर्ने, कलसिन के गर्छौ, एरियर अकाउन्ट दिया कति छ, 300 इन्टु कति 4, कति हुन्छ यो, माइनस गरिदिन्छु 1200, यो कति भइहाल्छ, 20,000 बाट 1200 माइनस गर्नु कति हुन्छ, हो 18,800। तु के गर्दिने, शेयर, यो यस्तो क्वेशनमा धेरै विद्यार्थीले लगभग गल्ती गर्छ। यहाँ कति हुन्छ, कुनै डाउट छ छैन। अब हामीलाई 5 नम्बरमा के गर्नु छ, शेयर फर्स्ट एन्ड के गर्ने, फाइनल कल अकाउन्ट डेबिट। अब ध्यान दिनु यहाँ पनि यही 5,000, 5,000 दिएको छ, 5,000 इन्टु यहाँ दिएको छ फर्स्ट एन्ड फाइनल कलको कति अमाउन्ट हुन्छ दिएको छैन सर, कति लेख्ने। अब ध्यान दिनु यहाँ कति रुपैयाँ छ, 10 रुपैयाँ, फेस कति हो 10 रुपैयाँ, 20% कति हुन्छ 2 रुपैयाँ, यानी कि पुरा हामीलाई कति रुपैयाँ पुगाउनु छ, 12 रुपैयाँ पुगाउनु छ, कति पुगाउनु छ 12। अब ध्यान दिने 4 3 कति भयो 4, अब कति दिन्छु त 12 भइहाल्छ 5 रुपैयाँ, यसको मतलब यहाँ कति रुपैयाँ हो 5 रुपैयाँ, कुरा बुझिरहेछौ हो, त यहाँ कति लेख्ने 5, त यो कति भइहाल्छ, ल दुबैलाई इन्टु गर्छु कति भइहाल्छ 25,000। तु के लेख्ने, शेयर क्यापिटल अकाउन्ट सेम टु सेम कति 25,000। यहाँ कसैलाई छ कुनै कन्फ्युजन हुँदैन। अब हामीलाई रिसिभ गर्नु छ, रिसिभ गर्ने, र बैंक अकाउन्ट डेबिट, बैंक अकाउन्ट के गर्छौ डेबिट। त्यसपछि हामी यहाँ हेराउनु पर्छ कज, यसमा पनि के हो, यहाँ के भनेको छ, त्यो डिड नट पे केमा, एलोटमेन्ट र कल मनीमा, यहाँ पनि के हुन्छ कलसिन एरियर्स अकाउन्ट के हुन्छ 300 इन्टु कति हुन्छ यो 1500। ल अब माइनस गर्नु छ हामीलाई कतिबाट 25,000 बाट, 25,000 बाट माइनस कति गर्ने 1500, त कति हुन्छ 23,500, कति हुन्छ 23,000, 23,500 22,500 हो गयो, यति बुझ्यौ। त्यसपछि 2 के लेख्नु छ, क्लियर फर्स्ट एन्ड फाइनल कल कति हजार 25,000। यो च्याप्टरमा जति तिमीहरू सोचिरहेछौ त्यति गाह्रो छ त्यस्तो केही छैन, मात्र मेन छ कन्सेप्ट। इस्यु कति भएछ र पब्लिकले कति एप्लाई गरेको, 10,000 इस्यु छ, पब्लिकले कति एप्लाई गरेको छ 5,000, यो के भयो अन्डर सब्सक्रिप्सन। कुन सब्सक्रिप्सन, पब्लिकले के भन्छ यदि इस्यु भएको हुन्थ्यो 10,000, कहीं पब्लिकले एप्लाई गरिदियो 12,000, त त्यो कुन सब्सक्रिप्सन, ओभर सब्सक्रिप्सन। यो भन्दा यो कम छ त अन्डर सब्सक्रिप्सन, इस्यु भन्दा यदि पब्लिक एप्लाई र एप्लिकेसन मनी रिसिभ बढी छ त त्यो के भइहाल्छ ओभर सब्सक्रिप्सन। यहाँ कुनै कन्फ्युजन छ त बोल्नु, यो बनाऊ र त्यसपछि अब तिमीहरूलाई बनाउँछु डिस्काउन्टमा यसको कन्डिसन रहन्छ त के गर्नु, ल लेख्छु।